परौडे चस्मेमा सर आइगयो क्या पो भन्नुभयो। नमस्कार नमस्कार। आरामै छ नि त? बढिया सर आफ्नो गुनाउनु। ठिक छ हो हाम्रो पनि। अनि आज क्लास जाने कि नि? आज क्लास नजानु पऱ्यो सर। हिजो बच्चा जन्मिया छन्, पाल्नै पऱ्यो ठुला मेरो हेरचाह हरन्न हो। कहिले आउँछ त अनि अब क्लास? बरु म भोलि आउँदा मेरो आज गर्नु हालिदिया। त्यो त जानै पर्छ, एकछिन चाहिँ पर्सेन्ट चाहिँ गराउनै पर्छ होइन? बरु म त्यो निवेदन भन्दा त्यहाँ लेखी पठाइदिउँला सर। बरु निवेदन भोलि होइन आजै लेख्नुपर्छ त। ल म अहिले पठाइदिउँला, मेरो गर्नु हालिदिया सर। भइहाल्छ त। ल त ल। दोस्त पऱ्यो यार, चस्मे सर पनि आज छिटै आइगयो। हो भने यार आज सर त म एन्सोम भइरहेको छ त भने यार। ल बाबु नानीहरू आज त अगाडि आइगयो, यति छिटो किन हो? सर गुड मर्निङ सर। डाउन बाबु, सिट डाउन ल। थ्याङ्क यू सर। साईको ट्वाके कहाँ गयो सर? आज त क्लास पनि आएको छैन सर। अस्ति पनि आउँदैन त्यो सर, त्यो कहाँ गयो सर आजकल? त बाबु र मैले पनि त्यो अघि स्कुल आउँदाखेरि चाहिँ बाटोमा भेटेको थिएँ होइन, के भनिरहेको थियो उनका चाहिँ बच्चा भएर छन् दुईवटा। चाहिँ हामी पढाइतिर लागौँ होइन? ल राम्रोसँग हेर्नु। ल सर सर पढौँ न त। हिजो हामीले के पढाएको थियो त अनि? ल हिजो हामीले के पढाएको थियो बाबु, तिमी भन त खै। हिजो सामाजिक पढाएको थियौँ सर हामीले। ल त बाबु आज म फेरि एउटा क्वेसन सोध्छु है। हुन्छ सर हुन्छ। ल क्वेसन यस प्रकार रहेको छ, हाम्रो हाल नेपालमा कतिवटा जनजाति रहेका छन्? तँलाई क्या चाहियो? जति पाउन् तँलाई क्या चाहियो? बड्डाइयो पढ्दैन रे? पढ्ने मन छ कि छैन? यस्ता पढ्छु म। म पनि जान्छु। चस्मा बड्डाइ ल जाऊ त्यसो भए। ल ठिकै छ त, नपढे नि हामीलाई नपढेर के भयो त? हाम्रो तलब पाकेकै छ, महिनाको स्यालेरी आएकै छ, मोबाइलमा घन्टी बजिरहेछ।